आज हामी चाहिँ नयाँ ठाउँमा चौधरी सेकुवा कर्नरमा आउँदैछौँ। नमस्कार, म चौधरी सेकुवाबाट आज यो चौधरी सेकुवामा तपाईहरुलाई चाहिँ धेरै धेरै स्वागत गर्न चाहन्छु। र यो चौधरी सेकुवामा चाहिँ के पाइन्छ त म तपाईहरुलाई चाहिँ एकदम राम्रोसँग स्पष्ट हुने गरी चाहिँ भिडियो चाहिँ देखाउन गइरहेको छु है त। यहाँ चाहिँ यो हाम्रो थारू परिकारको स्पेशल पोर्क सेकुवा अनि चिकन सेकुवा पनि पाउँछ यहाँ। अनि त्यसपछि अनि यहाँ चाहिँ हाम्रो भर्खर ताजा अनि यो चाहिँ गाउँबाट ल्याएको लोकल माछा पनि पाउँछ यहाँ। अनि अर्को चाहिँ हाम्रो बाम माछा पनि पाउँछ यता। थारू यो एकदम स्पेशल थारू कल्चरको एकदम परिकार हो, स्पेशल परिकार हो। त्यसपछि हाम्रो चाहिँ यो अनि अर्को चाहिँ आइटम हाम्रो स्पेशल यो स्पाइसी, यो एकदम थारू कल्चरको स्पाइसी यो चिकन चिली र हाँसको छैला पनि पाउँछ यता। अनि त्यसै गरी अर्को चाहिँ हाम्रो स्पेशल यहाँको चाहिँ यो चौधरी सेकुवामा स्पेशल पाउने चाहिँ एकदम यो तपाईहरुलाई देखाउन गइरहेको छु म। भोङ्गी आइटम चाहिँ एकदम स्पेशल यो थारू कल्चरको चाहिँ एकदम स्पेशल परिकार हो। अनि अर्को चाहिँ यो सबैभन्दा स्पेशल झन् सबैभन्दा स्पेशल यो ढिक्री भन्छन् यसलाई। अब यहाँ चाहिँ के नेपालीमा चाहिँ भक्का भन्छन् जस्तो लाग्छ मलाई। यो चाहिँ हाम्रो चाहिँ यो दशैंमा स्पेशल तिहारमा अनि माघीमा चल्ने परिकार चाहिँ यो हो। अनि अरू थुप्रै परिकारहरू चाहिँ पाउँछ यहाँ। एकचोटि तपाईहरु आउनुहोस्, टेस्ट गर्नुहोस् अनि हामीलाई सल्लाह सुझाव दिनुहोस् के कस्तो यो हजुरहरुलाई चाहिँ लाग्छ है त। धन्यवाद, नमस्ते।